फिलहाल चाहिँ हामी अहिले दसबिन अप्पर लामागाउँ भन्ने जग्गामा आइपुगेको छौँ र किन आएको भन्दा हामी यसो भ्रमणको निम्ति मात्रै आएको है साथीहरू र तपाईँहरूलाई म यहाँको नजारा देखाउन गइरहेको छु। त्यो चाहिँ के को नजारा भन्दाखेरि चाहिँ नि अहिले फिलहाल अब सिजन लाग्यो है इस्कुसको र इस्कुसको खेतीको विषयमा तपाईँहरूलाई कसरी गरिन्छ के गरिन्छ भन्ने कुरामा चाहिँ तपाईँहरूलाई सानो जानकारी र त्यसको म तपाईँलाई भिडियो पनि देखाउन गइरहेको छु। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले यो चाहिँ अप्पर लामागाउँको यहाँ हेर्नुहोस् मचान यो तरिकाले लगाइन्छ। यहाँ चाहिँ प्रायै इस्कुसमै मात्रै भर पर्न जान्छ है। यहाँ देख्न सक्नुहुन्छ है यति बृहत मात्रामा इस्कुसको खेती गरिन्छ यहाँनिर। खुबै सुन्दर यतिखेर चाहिँ देखिने गर्छ। अझै पत्ताहरू माथि मचानमा चढे पश्चात चाहिँ त्यसको अझै राम्रो नजारा देखिन्छ। यहाँबाट सिनहरू पनि अति नै दामी देख्ने गर्छ। हेर्नुहोस् यो पारी देख्न सक्नुहुन्छ। यो मेगेटारको यो सिरान यहाँनिर मेगेटार सिरान यहाँ तपाईँले देख्नुहुन्छ। यो लामागाउँ यो प्राय नै लामागाउँ बोल्छ यहाँ। देख्न सक्नुहुन्छ अति नै दामी। यहाँ हामी चाहिँ घुम्दै आएको थियौँ। यो बाटो चाहिँ भने चाहिँ यस्तो छ अहिले रफली बनाइरहेको छ यहाँनिर देख्नु। यहाँ हाम्रो मिसेसहरू र बहिनी पनि यहाँ फोटोको आनन्द लिइरहनु भएको छ। हामी चाहिँ यहाँ घरमा आएको एउटा सानो काम परेर र अब हामी जाँदैछ घुम्दै अब बातचित गर्दै जाँदैछु होइन। के कसो यहाँको आज धेरै दिनको अन्तरालपछि आज यो लामागाउँ अप्पर लामागाउँको भ्रमणमा आएको हामी। भाइ पनि छ मन्सु भाइ कस्तो लाग्यो आज लामागाउँको यहाँनिरको भ्रमण? लामागाउँको भ्रमण त साह्रै दामी छ। दामी जग्गाहरू पनि रहेछ है। एकदमै राम्रो छ। मजा आउँदैछ। एकदमै मजा आउँदैछ। जाने पो कताबाट हो? हामी जाने त रोटैबाट होला। रोटै रोड जानु पर्यो। रोटै रोड जानु पर्यो। रोड चाहिँ यस्तो छ है दर्शक पनि अति शीतल भएको छ होइन। अघि बिहानसम्म त घाम लागिरहेको थियो। अहिले त फिलहाल र अर्को लसुनको खेती यो तरिकाले गरिन्छ। लसुन हेर्नुहोस् है लसुन पनि ड्याम्मै लगाएको छ। यो हो लसुन। इस्कुसको खेती चाहिँ यहाँ एकदमै ठुलो मात्रामा गरिन्छ यहाँनिर लामागाउँ भेकमा है। अहिले फिलहाल इस्कुस चढ्नु थाल्यो। कति जग्गा त फल्नु पनि थाल्यो है। अहिले चाहिँ मुन्टा इस्कुसको यो मुन्टा जुन अब नफल्ने मुन्टाहरू चाहिँ टिप्ने गर्दछ र फल्ने चाहिँ राख्छ। मुन्टाको चाहिँ अहिले खानी छ यहाँनिर। यहाँ पारि देख्न सक्नुहुन्छ दार्जिलिङ। तपाईँलाई दार्जिलिङको जुम गरेर देखाउनु कि यहाँ चाहिँ दार्जिलिङ। त्यसपछि परको सिङमाडी हो। ओह्रालोमा अति नै हिँड्नु गाह्रो परिरहेछ। यो चाहिँ शेर्पा गाउँ र हामी शेर्पा गाउँतर्फ घुम्न आएको। टोटल्ली शेर्पा गाउँ हो यो। र हेर्नुहोस् है यहाँ इस्कुसको खेती मलजल गरिन्छ होइन। इस्कुसको बोट चाहिँ यो हो। एक पत्ता यस्तो हुन्छ होइन। यो मुन्टालाई चाहिँ तपाईँले छिप्यो भने चाहिँ खानुसक्छ। फल्ने राखिन्छ, नफल्ने खाइन्छ। जस्तै यो मोटापनहरू छ जुन इस्कुस यसलाई चाहिँ खाइन्छ। जुन पातलाहरू छ त्यो फल्ने त्यसलाई चाहिँ राखिन्छ है।
यिनीहरूलाई चाहिँ यसरी माटोहरू दिनुपर्छ होइन, उगेर र मल, यो चाहिँ तपाईँको मल हो, गाईको मल उगेर दिनुपर्छ। यो चारपट्टि यसरी नयाँ माटो दिनुपर्छ, पुर्नुपर्छ। यो चाहिँ फल्ने इस्कुस है, अब यसले चाहिँ फल्नै लागेको छ। यसलाई त मजाले स्याहार सुधार गर्नुपर्छ, पत्ताहरू बुढो पत्ताहरू टिप्दै पनि गर्नुपर्छ होइन, तब चाहिँ फल्छ। यहाँ हेर्नुहोस् इस्कुसको मचान त तपाईँहरूले देख्नु सक्नुहुन्छ। यहाँ इस्कुसको मचान चाहिँ कति चाहिँ छ भन्ने कुरो यहाँ हेरेर आँखाले नभ्याइन्जेलसम्म चाहिँ तपाईँको आँखाले सायद भ्याउन पनि सक्दैन। इस्कुसको मचान चाहिँ यस्तै बृहत रूपमा लगाउँछ है। तो हमारा जितना भी प्लेन्स में रहने वाला दोस्त लोग मेरा वीडियो देख रही है, तो ये देखिए क्वाश का खेती कैसे करते हैं। ये देखिए आप लोगों के लिए ही है। क्वाश का खेती है इस तरह से किया जाता है। देखिए अच्छा लगे तो लाइक कमेंट शेयर कर दीजिए। हाँ, ये देखिए इस तरह किया जाता है इस्कुस का खेती। अब यहाँ से मेन रोड आएगा, यहाँ तक तो गाड़ी आएगा। ये है प्रेम का घर, प्रेम सुब्बा का। यहाँ देखिए मेन रोड। और अपन लोग तो उधर यहाँ से भी आगे निकल चुका था। ये देखिए यहाँ तक तो आएगा। यहाँ एक ग्रोसरी है। तो फाइनली हम लोग मेन रोड पर आ चुका है। यहाँ तक के नीचे है हमारा गाड़ी। गाडीमा लागेको है इस्कुस बारी देखाउँदै तपाईहरुलाई। मचान चाहिँ तपाईहरुले कति हेर्नुहुन्छ यहाँ। पनि अति नै राम्रो छ यहाँ त। दार्जिलिङको नजारा अति नै खूबसूरत। लामा गएको